विद्यार्थी भाइ बहिनीहरूले म आज पढाउन गइरहेको छु कम्पाउन्ड डिप्रिसिएसन। कम्पाउन्ड डिप्रिसिएसनको के हुन्छ भने चक्रीय ह्रास दर भन्छन्। चक्रीय ह्रास दर भनेको कम्पाउन्ड डिप्रिसिएसन। कुनै पनि ह्रास, जस्तै बाइक चाहिँ 1 लाख रुपियाँ मानव 4 लाख रुपियाँ पर्छ भने त्यो 4 लाखमा सुरुमा त 4 लाख मूल्य हुन्छ, त्यो पछि चाहिँ के हुन्छ भने घट्ने मूल्य हो। सुरुमा त 4 लाख छ भने त्यो सेकेन्ड ह्यान्ड जाँदाखेरि के हुने गर्दा 4 लाख पैसा हुँदैन कि केही पर्सेन्ट घटाएर त्यसको चाहिँ बेचिन्छ। अब यस्तो बाइक सम्बन्धीको मूल्य भयो होइन, कुनै सामानहरू किन्यौँ भने अब सेकेन्ड ह्यान्डमा पनि के हुन्छ, बिक्री हुन्छ। हो त्यो चाहिँ सुरुको जुन मूल्य छ त्यही मूल्यमा बिक्री गर्न सकिँदैन। कुनै पनि सामान किन्दाखेरि र भाँडाकुँडा किनोस् होइन, सुरुको मूल्य जे छ त्यही मूल्यमा पछि हुँदैन। अब जस्तै पपुलेसनमा के हुन्थ्यो भने पपुलेसन ग्रोथमा वृद्धि हुन्थ्यो होइन। यो कम्पाउन्ड डिप्रिसिएसनमा के हुन्छ भने डिप्रिसिएसन भनेको ह्रास हुन्छ। ह्रास भनेको घट्नु, डिक्रिज हुनु। पपुलेसनमा के हुन्छ, ग्रोथ, इन्क्रिजिङ हुनु भन्ने हुन्छ। कुनै पनि जस्तै पपुलेसनमा के हुन्छ भने पिओ भन्दा पिटी धेरै हुन्छ। पिओ भनेको सुरुको पपुलेसन जति छ पछि आउने पपुलेसनमा के हुन्छ त, बढेको हुन्छ। त्यो बढ्नु होइन, जनसङ्ख्या बढ्नु होइन। कुनै ठाउँ अब मृत्यु पनि हुन्छ होइन, बसाइसराइ पनि गर्छन्। अब त्यो भन्ने हुन्छ पपुलेसनमा। पपुलेसनमा पिओ भन्दा पिटी धेरै हुन्छ, तर यहाँ उसमा चाहिँ डिप्रिसिएसनमा के हुन्छ भने घट्ने। भिओ भन्दा भिटी के हुन्छ त, भिओ चाहिँ धेरै हुन्छ, भिटी के हुन्छ, कम हुन्छ। घट्यो भने त्यो त घटेको मूल्यमा घट्छ, केही मूल्य घट्ने भयो। अब मैले यहाँ के लेख्छु भने कम्पाउन्ड डिप्रिसिएसन है। कम्पाउन्ड डिप्रिसिएसन भनेको घट्ने, ह्रास हुनु, अर डिक्रिजिङ हुनु है। अब मानौ टी भनेको इन्टरभल टाइम, इन्टरभल अफ टाइम। इन्टरभल टाइम भनेको कुनै पनि समय। अब रेट भनेको रेट अफ डिप्रिसिएसन। रेट जहिले पनि पर्सेन्ट हुन्छ, रेट अफ डिप्रिसिएसन। यो रेट हुने ग्रोथमा पनि हुन्छ होइन, ग्रोथ पपुलेसन ग्रोथमा हुन्छ। अब यहाँ चाहिँ के हुन्छ भने पपुलेसन ग्रोथमा रेट अफ डिप्रिसिएसन भयो, अर्को पपुलेसन ग्रोथमा के हुन्छ, बढी हुन्छ, रेट अफ ग्रोथ अब इन्क्रिजिङ भयो है। यो सम्बन्धीको भयो। अनि त्यसपछि यो पनि कुनै जस्तै अमाउन्ट अफ डिप्रिसिएसन भिओ माइनस भिटी। भिओको जस्तै भिटी भनेको यो राखिदिने, भिओ 1 - R/100 वा टी। भिओ र भिओ कमन आउँछ, 1 - R/100 वा टी फर्मुला हुन आउँछ। कुनै पनि रेट दियो पहिलो वर्षको है, इफ द डिफरेन्ट रेट है, डिफरेन्ट रेट अफ डिप्रिसिएसन जस्तै R1 कति पर्सेन्ट दियो हो, R2 दियो एन्ड R3 दियो हो, दियो 3 इयर्स, 3 वर्ष दियो, 1 वर्ष 2 वर्ष 3 वर्षको लगातार दियो भने भिटी बराबर भिओ 1 - R/100 वा टी। ए टी हुँदैन है यसमा, टी भने पहिलो वर्ष, दोस्रो वर्ष, तेस्रो वर्ष, फेरि 1 - R/2/100, 1 - R/3/100, 3 वर्ष अर्को दियो भने फेरि 1 - R/4/100। पहिलो वर्ष, दोस्रो, तेस्रो वर्ष। यसमा टाइम राख्नु परेन, माथि पावरमा टाइम राख्नु परेन। यसको फर्मुला यो हो है। यो हाम्रो कम्पाउन्ड डिप्रिसिएसनको फर्मुला यति नै जाने पनि हुन्छ। यो चाहिँ इन्टरभल टाइम के भनिसकेँ मैले। अमाउन्ट अफ डिप्रिसिएसन भिओ, भिओ माइनस यो भयो, भिओ माइनस भिओ 1 - R/100 भिटीको ठाउँमा राखिदियो भने भिओ कमन आयो,
माइनस 1 माइनस R/100 रह्यो। रेट अफ डिभिडेन्ड रेट अफ डिप्रिसिएसन R1 R2 R3 R4 पनि दिन सक्छ। VTO 1 माइनस R/100 1 माइनस R2/100 1 माइनस R3/100 यो 3टा हो है। त्यसमा टाइम परेन, यसलाई एकदम म पढाउन गइरहेको छु। क्वेसन रहेको छ गीता पर्चेज अ स्कुटर। पर्चेज भनेको के हो? स्कुटर एउटा पर्चेज भनेको खरिद गर्नु, किन्नु, बाउट गर्नु। अ स्कुटर फर आरएस 2,40,000 एन्ड सम गोल्ड, केही सुनहरू पनि। स्कुटर त्यतिमा किन्यो तर गोल्ड चाहिँ 5 लाख किन्यो त फर 2 इयर्स 2 वर्षलाई। द प्राइस अफ स्कुटर डिप्रिसिएटेड। स्कुटर के गर्यो? डिप्रिसिएटेड भनेको घट्नु है। एट द कम्पाउन्ड रेट 10%। पिए भनेको प्रत्येक वर्ष 10% के गर्छ? 2 वर्षको लागि स्कुटर लिएर घट्छ। यो लिइसकेपछि वाइल द प्राइस अफ गोल्ड, गोल्ड भनेको सुन, सुनको मूल्य हेज बिन इन्क्रिजिङ। इन्क्रिज भनेको सुनको मूल्य बढ्छ अरे। कति पर्सेन्ट बढ्छ? इन्क्रिजिङ कति पर्सेन्ट? 5% पिए। पिए भनेको पर एनाम, पर एनाम भनेको प्रत्येक वर्ष कम्पाउन्ड रेट अफ ग्रोथ। गोल्ड चाहिँ बढ्ने भयो, स्कुटर चाहिँ घट्ने भयो। राइट द फर्मुला टु फाइन्ड द कम्पाउन्ड ग्रोथ। कम्पाउन्ड ग्रोथको फर्मुला लेख्नु पर्ने भयो। वाट विल बी द प्राइस अफ हर गोल्ड आफ्टर 2 वर्षपछि सुनको मूल्य कति हुन्छ त? सुन त बढ्ने भयो, सुनको मूल्य इन्क्रिजिङ हुन्छ हो। इन्क्रिजिङ भइसकेपछि यसको सोलुसन आई नम्बरको कम्पाउन्ड ग्रोथ लेखौँ है। कम्पाउन्ड ग्रोथ VT भ्यालु हुन्छ है, यो त मूल्यमा पर्यो। VO 1 माइनस R प्लस T फर्मुला हुन्छ। ग्रोथ भनेको चाहिँ प्लस, डिप्रिसिएसन भनेको यहाँ चाहिँ माइनस हुन्छ। आइआईमा के भनेको छ? गोल्डको मात्रै सोधेछ, गोल्डको निकालौँ। गोल्डको गोल्ड भनेको है सुनको मूल्य। सुनको मूल्य कतिमा किन्यो? 5 लाखमा किन्यो। इनिसियल प्राइस, इनिसियल भनेको सुरुमा किन्दा त त्यो प्राइस त इनिसियल हुन्छ। मलाई VO लेख्छौँ। आरएस 5 लाख। अब के गर्ने? रेट कति छ यसको? रेट पनि दिएको छ। गोल्डको रेट, गोल्ड त इन्क्रिजिङ हुन्छ भनेको छ। गोल्ड के हुन्छ? इन्क्रिजिङ हुन्छ 5%। अनि टाइम कति छ? टाइम 2 इयर्स हो, 2 इयर्स हो। अब फर्मुला आयो VT, VO 1 माइनस R/100 को पावर T फर्मुला। VO भनेको 5 लाख, 1 माइनस R भनेको 5/100, यो त इन्क्रिजिङ हुन्छ, प्लसको फर्मुला हो, पावर 2 हो। 5 लाख इन्क्रिजिङ भनेको छ है, गोल्डको इन्क्रिजिङ हुन्छ। यो गोल्डको गरिरहेको छौँ। फर गोल्ड हो 5 लाख। यो र यो 100 1 जा 100, 100 1 जा 100, 5 जोड्यो भने 105, प्लस भन्यो भने 100 मा 5 जोडे 105 अपन 100 पावर 2। 5 लाख जस्ता तस्तै हो, 5 लाख जस्ता तस्तै। यसलाई डिभाइड गर्यो भने 1.05 को स्क्वायर हो, 1.05 500 1 2 3, यो स्क्वायर गरे 1.1025 हो। मल्टिप्लाई गर्यो भने कति हुन्छ? 5 5 हो, 125 एउटा 0, 5,51,250। 5 लाख थियो पहिला, इन्क्रिजिङ हुँदा त 51,250 नै बढी भएको रहेछ। 51,200 बढी भएको रहेछ। अब अर्को थर्डमा रहेको छ
थर्डमा के भनेछ, विल द टोटल प्राइस गोल्ड एन्ड स्कुटर, सुन र स्कुटरको मूल्य टोटल 2 वर्ष पछाडिको 7,45,650 हुन्छ। राइट विथ क्यालकुलेसन। ल क्यालकुलेसन हिसाब गरेर गर भन्यो। तर के गर्यो भन्यो भने हामीले यो गोल्डको निकाल्यो भने स्कुटरको निकाल्यो। स्कुटर सुरुको मूल्य भियो बराबर 2,40,000। अब टी टाइम कति छ, टाइम टी बराबर 2 इयर्स। रेट कति छ, आर बराबर कति पर्सेंट, 10% डिप्रिसिएटेड एट द कम्पाउन्ड रेट 10%। अब भिटी निकालौँ 2 वर्ष पछिको, भियो 1 माइनस आर बाई 100 को पावर टी माइनस हुन्छ। स्कुटरमा डिप्रिसिएटेड भनेको छ, भियो भनेको कति हो, 2,40,000। 1 माइनस 10 बाई 100 पावर 2, 2 40, 1 2 3, 100 मा 10 घटायो भने 90, 90 बाई 100, 90 बाई 100 भनेको कति भयो, 2,40,000। 90 बाई 100 भनेको 0.9 को स्क्वायर हो। 0.9 भनेको कति हुन्छ, 0.81 भयो। यो मल्टिप्लाई गरौँ त कति आउँछ, क्यालकुलेसन गरौँ त। हजुरहरूले क्यालकुलेसन गर्न सक्नुहुनेछ। मल्टिप्लाई गरेर हेरौँ है यसको कति हुन्छ। ल 2,40,000, 2,40,000 इन्टु 0.81, 1,94,400, 1,94,400 आयो। अब चाहिँ क्वेसनले के भन्यो भने टोटल प्राइस अफ गोल्ड एन्ड स्कुटर, टोटल प्राइस अफ गोल्ड एन्ड स्कुटर, यो जोड्यो भने पुग्छ कुनै 5,51,000, 51,250 र 1,94,400 बढी छ कि छैन, यसलाई क्यालकुलेसन गरौँ। जोड्यो भने 7,45,650 हुन आउँछ। यो माथिको एन्सर भने जस्तै हो, यो प्रुभ गर भन्ने जस्तै हो। यहाँसम्म एन्सर भयो। मिस्टर छेत्री बाउट स्क्यानर मेसिन, एउटा स्क्यानर मेसिन किन 3 वर्ष भयो, बिफोर 3 वर्ष अगाडि 40,000 मा। द भ्यालु अफ द मेसिन डिप्रिसिएटेड 5%, 8%, 10% द फर्स्ट, सेकेन्ड एन्ड थर्ड इयर respectively. At what price did he sell in the machine at the end of the year? 3 वर्ष पछि कति हुन्छ, 100% घट्यो। इनिशियल प्राइस हो, इनिशियल प्राइस जसलाई भियो बराबर आरएस 40,000। डिप्रिसिएटेड रेट दिएको छ। R1 भन्ने कति पर्सेन्ट, 5% हो। R2 कति पर्सेन्ट, 8%। R3% कति छ, 10%। टाइम चाहिँ 3 वर्षको लागि दिएको छ। अब द मेसिन एन्ड अफ 3 इयर्स, एन्ड अफ 3 इयर्स द मेसिन बीटी भियो 1 minus R1 by 100, 1 minus R2 by 100, 1 minus R3 by 100। भियो भनेको 40,000 हो। R1 भनेको 5 by 100, 8 by 100, 10 by 100। सबको डिफरेन्ट रेट दिएको छ। 1 minus 5 by 100, 1 minus 8 by 100, 1 minus 10 by 100। 40,000
95 हुन्छ भने 0.95, 100 भन्दा 100, 5 घटायो भने 95, 95/100 गऱ्यो भने 0.95, 100 ले डिभाइड गर्ने, ए ले यसलाई मल्टिप्लाई गर्ने, 8 घटाउने, 92, 92/100 भनेको 0.92, यो भनेको 0.9 है। मल्टिप्लाई गरौँ त कति आउँछ, यो मल्टिप्लाई गर्यो भने यसको एन्सर आउँछ 31,464, 31,464। The value of machine after 3 years, the value of machine after 3 years हो, the value of machine after कति 3 years, 31,400 कति 64 हुन्छ एन्सर त्यही हो। हजुरहरूले यसरी नै गर्नु होला। हेयर द एनुअल रेट, एनुअल भनेको वार्षिक दर अफ कम्पाउन्ड डिप्रिसिएसन भनेको ह्रास दर इफ द भ्यालु अफ कम्प्युटर बिकम्स टु 40,512, 2 वर्षको यति गर्छ अरे गर्न आउने हुनेछ र 3 वर्षको 36,450 चाहिँ घटेको रहेछ 3 वर्षपछि। फाइन्ड द रेट अफ डिप्रिसिएसन, रेट कति हुन्छ, ओरिजिनल प्राइस कति हुन्छ, ओरिजिनल पनि छैन, सुरुको प्राइस 2 वर्षमा घटेको, यो 3 वर्षमा घटेको मूल्य हो, 2 वर्ष र 3 वर्षको घटेको मूल्य हो। अब यसको चाहिँ क्वेसन है, द भ्यालु अफ कम्प्युटर आफ्टर 2 years, द भ्यालु अफ कम्प्युटर आफ्टर 2 years, 2 वर्षपछिको 40,500 दियो। यहाँ हुन्छ BU 1 - R/100 को पावर 2, 2 वर्षको 40,500 2 वर्षको हो। द भ्यालु अफ कम्प्युटर आफ्टर 3 years, 3 वर्षको मूल्य 36,450 हुन्छ। BU 1 - R/100 को पावर 3 हो, 36,450 हुन आउँछ। सल्भिङ द इक्वेसन फर्स्ट एन्ड सेकेन्ड, फर्स्ट र सेकेन्ड यो इक्वेसन बनाउने हिसाब है। 2 वर्ष र 3 वर्षको अब रेट दिएको छैन, सुरुको मूल्य पनि छैन, गर्नको लागि प्रोसेस गरियो। 3 वर्षको मूल्यलाई माथि राख्नु पर्यो, BU 1 - R/100 को पावर 3। अब अपनमा 2 वर्षको BU 1 - R/100 को पावर 2, 36,450 अपनमा 40,500। BU र BU कतिको सुरुको होइन, मल्टिप्लाई छ। अब यो 3वटा हुन्छन्, यो 2टा हो, 1 - R/100, 1 - R/100, 1 - R/100, 3टा हो, यो 2टा हो, 2टा चाहिँ यहाँबाट कट्छ तर एउटा बच्यो, 1 - R/100 बच्यो। यो डिभाइड गर्दा, अब यो डिभाइड गर्दा कति हुन्छ त, यसको गरौँ है। यो डिभाइड गर्दा 0.9 हुन्छ हो। हामीले यो 1 नलेखे पनि हुन्छ पावरमा, 1 माइनस यो 0.9 यता आउँछ तर माइनस छ, यो उता गएर प्लस हुन्छ R/100, यो घटायो भने 0. कति भयो, यो घटाउँ त कति हुन्छ 0.1 हुन्छ, यो घटायो भने 0.1 इन्टु यो यहाँ गएर 100 मल्टिप्लाई भयो R। रेट कति आयो, डिप्रिसिएसन रेट 10% आयो। अब सुरुको मूल्य निकाल्नु पर्यो, ओरिजिनल प्राइस हामीले जहाँ राखेको हुन्छ यहाँ राख्नु पर्यो है। सुरुमा पुट R बराबर 10% इन इक्वेसन फर्स्ट, BU 1 - R भनेको 10/100
पावर 2 40,500 भियो 100 मा 100 10 घटायो भने 90 यो भने 0.9 को स्क्वायर हुन्छ 40,500 यो भने 0.81 40,500 भियो बराबर 40,500